हेलो गाइज, के गर्दै हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ होला सबैजना, देश विदेश हुनुहुन्छ होला। यतातिर हाम्रो गाउँको भ्यू कस्तो देखिन्छ सो हेर्नु होला तपाईँहरूले पनि, हेरेर के कस्तो छ भनिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। आज चाहिँ यो तमन नदी धेरै पानी लगातार 3 दिन परेको कारणले गर्दा आज अलिक पानीको बहाव अलिक धेरै भएको थियो। अहिले अलिअलि घटेछ, अघि त धेरै बढेको थियो। चाहिँ यतातिर जङ्गलतिर ढकरकोठा लगाएको थिएँ, यसो भिडियो राम्रो भ्यू देखाएको थिएँ लागेर मैले भिडियो गरेको। यसमा छ हाम्रो चिम्टे डाँडा। लाग्यो अब घरतिर पानी परिरहेछ। यस्तै छ बर्खाको टाइममा भिड पहाड यस्तै छ। बाख्राहरू पानी परेर के सर्नै मान्दैनन्। यस्तो छ बाटोहरू पनि पहिरोले यस्तो बिग्रेछ। यस्तो छन् है बाटो, पानी परेर के। बाटो यस्तो बिग्रेर है, यस्तो भिड छ। आज राति यस्तो पहिरो आएर पानीको पाइपै सुधाएर लगेर तलबाट लिएर आएको पानी।